ल हेर्नुहोस् यहाँ 15 लाखको कोड लाउने भाइ आउनु भएको छ। यो कोडको साँच्चै 15 लाख पर्छ कि यो कोडलाई किन 15 लाख भन्नुहुन्छ? यो 15 लाखको कोड के हो भनेपछि वास्तविक कर्णालीको पहिचान देखाउनेवाला कोड भएर 15 लाखको कोड भयो। खासै त्योभन्दा नाम चाहिँ 15 लाखको कोड भयो। अब अलिकति अझै हेर्ने हो भने 80 लाखको पनि बनाउन सकिन्थ्यो। 15 लाख अलिकति अलि चिनियो त्यो सब राम्रो। सबैले यस्तै 15 लाखको कोड लाउनुलाई यसलाई खासमा मुख्य हाम्रो कर्णालीको भाषामा यसको पाकाको कोड भन्छ। यो पाको लाउनु होला, पाकी भन्छ यसलाई, राडी पाकी भन्छ। सबैजना यो 15 लाखको कोड लाउने भए चाहिँ मुगु कर्णालीतिर हुम्लातिर आउनु होला, म त्यही भन्न चाहन्छु। त्यो अब कोड चाहिँ अरू कोड भन्दा पनि यो कोड चाहिँ राम्रो छ। त्यो कोडहरू अब सबैजना त्यहीतिर लगाउँ, आफ्नैतिर लगानी लगाउँ, त्यहीतिर लगाउँ अरू कोड भन्दा पनि। सहरको त्यो हुइरन भन्दा यो हाम्रो कर्णालीको पहिरन यस्तो भए पनि यो 15 वर्ष 20 वर्ष टिक्ने हुनाले पुरानो हाम्रो परम्पराका बाजेहरू यो लगाएर 80-90 वर्ष बाँच्नुहुन्थ्यो भने त्यसैले सबैजना यो 15 लाखको कोड लाउनु होला। तपाईँहरूको पनि आयु बढाउन, तपाईँहरूले